हामी चाहिँ मुकुन्देश्वरी आज चैते दसैँको उपलक्ष्यमा हामी चाहिँ आज मुकुन्देश्वरीको डाँडामा जाँदैछौँ। अब भेना बुढी सबै घरको लट्ठी नल्याउने चाहेको ल नयाँ लट्ठी दुईटा छ। ल टुङ्गा दिदी त ल हामी चाहिँ करिब मुकुन्देश्वरी चाहिँ आइपुग्यौँ। करिब यहाँ खाने बस्ने सबै कार्यक्रम हुँदैछ। घरबाट हिँडेर हामी त दिदी आइपुग्नु भएको छ तपाईँ पनि हो नमस्कार होइन मैले यहाँ दरबार यो हाम्रो चाहिँ भग्नावशेष मणि मुकुन्द सेनको दरबार हो। यो दरबारलाई चाहिँ संरक्षण गर्नुपर्ने देखिन्छ। यो चाहिँ दरबार एरिया परिसर हो। यो इनार रहेको छ। यो चाहिँ इनार भग्नावशेष इनार हो यो सबै। र यो मुकुन्देश्वरीमा हामी आइरहँदा यहाँ अब रोड पोल्ने काम भइरहेको छ र गत वर्षभन्दा बढी नै भक्तजनहरू यहाँ आइरहेको अवस्था छ र यसलाई अझ व्यवस्थित सरल सहज तरिकाले चाहिँ यो मणि मुकुन्द सेनको चाहिँ दरबारलाई प्रमोसन गर्नुपर्नेछ र स्थानीय सरकार एउटा तपाईँ अध्यक्ष भएको नाताले यसलाई चाहिँ कसरी सहजीकरण गर्न सकिन्छ र धार्मिक पर्यटकीय गन्तव्यलाई अझ बढी चाहिँ भित्राउन सकिन्छ त्यही हिसाबले सानो कुरा भनिदिनु ल। धन्यवाद, नमस्कार। बन्दीपुरको पर्यटकीय स्थल मुकुन्देश्वरीमा हामीले पहिलो मन्दिरको निर्माण कार्य चरणमै छ, निर्माणको चरणमा छ। यसपछि हामीले यसको डिपिआर
पनि अन्तिम चरणमा पुगेको छ। डिपिआर अनुसार यहाँका प्राकृतिक र पुरातात्विक खजनाहरूको चाहिँ हामी संरक्षण गर्ने, पार्कहरू बनाउने र पुराना वस्तुहरूको चाहिँ राम्रो संरक्षण गरेर भोलिका सन्ततिहरूलाई पनि यो इतिहासको सम्झना गराउने खालका कार्यक्रमहरू हाम्रो 82 सालमा हामी सम्पन्न गर्छौँ। र यो वर्ष पनि हामीले बाटो माथिसम्म ल्यायौँ। मन्दिरका काम आधा आधी पुगेको छ भने यसको चाहिँ यहाँ घोडा तबेलाको संरक्षण, मिनार संरक्षण, अनि यो राजाको दरबारको संरक्षण र यो सबै त्यहाँ एउटा भारदारी सभा छ त्यसको संरक्षण हामी त्यो डिपिआर अनुसार नै संरक्षण गरेर अगाडि बढाइ यसलाई एउटा मुख्य गन्तव्यको रूपमा विकास गर्ने हाम्रो। अनि एउटा यहाँ पानीको निकै नै समस्या देखेँ मैले, र यो पानीको लागि कसरी व्यवस्था गर्न सकिन्छ? यसमा हामीले आगामी वर्ष शौचालय र पानी चाहिँ यसलाई लिफ्टिङ गर्नुपर्छ। लिफ्टिङ गरेर हामी त्यो पनि 82मा त्यो कार्यक्रम पनि अगाडि बढाउँछौँ। विशेष गरेर यो ढुङ्गाहरू देख्नुभएको छ, यो चाहिँ पहिलाका राजाहरूले चाहिँ यो आफ्नो कम्पाउन्ड घेरेका हुन्। यहाँ सेनाहरू बस्नु, त्यहाँ तल भारदारी सभाको त्यहाँ संरक्षण गर्दै उतापट्टि टुडी खेल छ, त्यो टुडी खेललाई पनि पुरै संरक्षण गरेर यो असाध्यै आकर्षक केन्द्र बन्छ। बन्दीपुर आउने पर्यटकहरूलाई हाइकिङको रूपमा यो मुख्य एकदम धन्यवाद।
देख लो हमको करीब से आज हम मिले हैं नसीब से ओ देख लो हमको करीब से आज हम मिले हैं नसीब से ये पल फिर कहाँ और ये मंजिल फिर कहाँ गज़ब का है दिल सोचो ज़रा ये दीवानापन देखो ज़रा वो अकेले हम भी अकेले मज़ा आ रहा है कसम से पानी हो गया क्या कहूँ मेरा जो हाल है रात दिन तुम्हारा ख्याल है मुकुन्द सेन दरबारको मेरा जो हाल हामी है फर्किँदैछौँ बाटो ओह्रालो छ उकालो छ तर राम्रो सिँढीहरू बनाएको छ फिर सबै भी जाने जा मैं पर्यटकहरूलाई कहाँ और तुम कहाँ आउनु हार्दिक अनुरोध पनि गर्दछु सोचो ज़रा ओह्रालो झर्नु चाहिँ गाह्रो गाह्रै हुँदो रहेछ ये दीवानापन सबै आउँदैछन् कोही जाँदैछन् वो अकेले हम भी अकेले मज़ा आ रहा है कसम से यो चाहिँ मणिमुकुन्द सेनको प्रसाद यसलाई ताई रोड भन्छ है यसलाई यो चाहिँ थाइरोड भन्छ अरे यसलाई खिर तातो रहेछ यो बच्चालाई मणिमुकुन्द सेनबाट पूजाआजा गरेर झर्नु भएको धर्मावलम्बीहरूलाई यहाँका 2 नम्बर वडाका वडा अध्यक्षले माउन्टेन रिसोर्टको पनि छ र माउन्टेन रिसोर्टको सहकार्यमा दहीहरू यहाँ डिस्ट्रिब्युटन भइरहेको छ सम्पूर्ण धर्मावलम्बीहरूको लागि धेरै माथि उकालो भएको हुनाले यात्रालाई सहज बनाउनको लागि यहाँ दही फलफुल तथा केराहरूको पनि व्यवस्था गरिएको जानकारी गराउँछु अबका दिनहरूमा हजुरहरू पनि मणिमुकुन्द सेन यात्रामा पाल्नु हुनुमा हार्दिक अनुरोध गर्न चाहन्छु।